तँलाई घरको बुढी र छोराको हातसम्म त तँलाई एलर्जी हुन्छ अनि बाहिरको केटीको हातसम्म तँलाई एलर्जी हुँदैन मलाई बाटो काट्दिन डर लाग्छ क्या तेरिका बुढाको हातमा नसम्म एकैछिन हिँड्नु सक्दैनौ डर लाग्छ नि त अनि के डर लाग्छ बाटो त काटिहाल्छ नि कस्तो छ नसम्म हिँड न हे कस्तो बाटो काट्नु त के हजुरहरूलाई बाटो काट्नु गाह्रो भएको हो ए यस्तो बाटो कटाइदिइहाल्छु न आउनु आउनु सधैँ मैले यस्तो मौका पाउने हो भने त मेरो बासै चोकमा हुन्थ्यो नि आउनु म बाटो त कटाइदिइहाल्छु नि तपाईँहरू जस्तो मान्छेलाई हट तेरिका छिटो कुट्नु तिनैजना राम्रोसँग जानु है बाई बाई आफ्नो त सहयोगी मन ठुलो दिल छ बाटो काट्न नसकेकोहरूलाई त बाटो त कटाइदिनु पऱ्यो नि होइन तँलाई घरको बुढी र छोराको हातसम्म त तँलाई एलर्जी हुन्छ अनि बाहिरको केटीको हातसम्म तँलाई एलर्जी हुँदैन